नमस्कार, म गणेश छेत्री, गौतम स्कुलको एकाडेमिक चिफ। गौतम स्कुल हाम्रो 2033 देखि स्थापित भएको हो। अहिले गौतम स्कुलको 48औं वर्ष चलिरहेछ। आफ्टर 2 इयर हामीले गोल्डन जुब्ली मनाउन गइरहेको छु 2083 मा। यो डाइनामिक टेक्नोसफ्ट हामीले विगत 2078 देखि चलाइरहेको छ। अहिले हाम्रो 4 वर्ष कम्प्लिट भइसक्यो। अब 5th इयर हाम्रो नेक्स्ट इयर रनिङ हुने हो। डाइनामिक सफ्टवेयरले गर्दा हामीलाई धेरै पेपरलेस बनाइदिएको छ। अब एज अ एकाडेमिक चिफ यसको अगाडि मैले जहिले पनि गार्जियनहरूलाई भेट्दाखेरि टेबुलेसनहरू या एटेन्डेन्स सिट यसो लिएर बस्नु पर्थ्यो। अहिले चाहिँ डाइरेक्ट मैले क्विक एक्सेसको थ्रुबाट गार्जियनलाई डाइरेक्टली हामीले कुरा गर्न सक्छु। मैले उनीहरूलाई एउटा डाटा देखाएर हैन उनीहरूको बच्चाले के गरिरहेछ, के कम्प्लेन छ, उसको एटेन्डेन्स के छ, सब्जेक्ट वाइज कति मार्क्स आइरहेछ, त्यो सबै हामीले गर्न सकिन्छ। र प्लस डाइनामिक एकदम कस्टमाइज पनि छ। हाम्रो स्कुलको डिमान्डको अनुसारले बनाइदिनुहुन्छ। जे हामीले डिमान्ड गर्छौँ, जस्तो अब कहिले हाम्रो अब जस्तो अहिले बोर्ड एक्जाम भइरहेको बेलामा क्लास 5 को बोर्ड एक्जामले गर्दा अब फर्स्ट टर्म सेकेन्ड टर्ममा डिफ्रेन्ट थियो हैन। अब अहिले बोर्ड एक्जामले गर्दा हाम्रो एडमिट कार्डको सिम्बल नम्बरहरू हालेर पनि हामीले रिपोर्ट कार्ड निकाल्नु पर्ने बेलामा त कस्टमाइज हुनेले गर्दा उसले चाहिँ हामीलाई जस्तो हामीले डिमान्ड गर्छौँ त्यो हिसाबले डाइनामिक सफ्टवेयरले चाहिँ हाम्रो डिमान्ड चाहिँ पुरा गरिरहेको हुन्छ। त्यसले गर्दा हामीले चाहिँ अहिले डाइनामिक सफ्टवेयरको तर्फबाट कुनै जस्तो कम्प्लेन छैन। र कुनै पनि हामीले कम्प्लेन गर्दाखेरि चाहिँ टाइममै हाम्रो सल्भ भइरहेको हुन्छ। एज अ एकाडेमिक चिफ मलाई चाहिँ धेरै सजिलो भएर छ हैन। एउटै फिङ्गर टिप्समा मैले अब कुनै पनि क्लासको स्टुडेन्टको पर्फर्मेन्स हेर्नु छ र केही एटेन्डेन्स ट्र्याक गर्नु छ। हामीलाई अब एकाउन्ट सेक्सनमा पनि, फी जेनेरेटहरूमा, ट्रान्सपोर्टेसनमा पनि हामीलाई धेरै सजिलो भइरहेछ। र अब आउने दिनमा अब हामीले यसको अरू फिचरहरू पनि अब युज गर्नु गइरहेको छ। अहिले लेसन प्लानहरू हामीले डाइनामिकको थ्रुबाट हेरिरहेको छु हैन। सबै टिचरहरूले डाइनामिक सफ्टवेयरमै हाम्रो सबै लेसन प्लानहरू, एसाइनमेन्टहरू अपडेट गरिरहेको हुन्छ। त्यसले गर्दा मलाई त्यो लेसन प्लानहरू चेक गर्नु पनि सजिलो हुन्छ। साथसाथै सबै डाइनामिक टिमहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु र चाहन्छु कि जसले पनि यो भिडियो हेरिरहेको छ तपाईँले पनि एकचोटि युज गर्नुहोस् हैन। स्कुल म्यानेजमेन्टलाई चाहिँ धेरै सजिलो हुन्छ। स्कुल स्टुडेन्टहरूको हैन कसरी त्यो हामीको प्रोग्रेसहरू के भइरहेछ छैन र प्यारेन्ट्सहरूलाई हामीले मेन कुरा गर्दाखेरि हामीले उनीहरूलाई डाटा देखाउँदाखेरि प्यारेन्ट्सहरू पनि एकदम चित्त बुझ्दो भएर जान्छ र उनीहरूको इच एन्ड एभ्री एक्टिभिटिज हाम्रो कम्प्लेनहरू पनि हामीहरूको त्यो क्विक एक्सेसले हामीले त्यो पनि देखाउन सक्छौँ कि कुन टिचरले उसको बच्चाको बारेमा के कम्प्लेनहरू गरेको छ छैन। र त्यो सबले गर्दा हामीलाई अहिले डिजिटली धेरै हेल्प गरिरहेछ र आउने दिनमा गौतम स्कुल पनि अब डिजिटली हुनु गइरहेछ र यसमा डाइनामिकले पनि हामीलाई डिजिटलतिर लानुमा धेरै हेल्प गरिरहेछ। Dynamic Technosoft Private Limited, best in the business of software company since 2010.